सबैभन्दा पहिला यहाँहरूले जुन ब्रोकरबाट तपाईँले ट्रेडिङ एकाउन्ट खोल्नु भएको छ तपाईँले आफ्नो ब्रोकरको ब्रोकर नम्बर सहित तपाईँले चाहिँ के गर्नुहोस् त भन्दा सर्चमा चाहिँ टिएमएस तपाईँको ब्रोकर नम्बर राख्नु होला। ठिक छ। त्यसपछि सबैभन्दा फर्स्टमा nefsetms.com.np मा तपाईँले आफ्नो टिएमएस जुन तपाईँको ब्रोकर नम्बर जुन ब्रोकरको नम्बर छ त्यो तपाईँले देख्न सक्नुहुन्छ हैन nefsetms.com.np देख्न सक्नुहुन्छ। यो फर्स्टमा तपाईँले चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँको ब्रोकरको यो टिएमएस प्लेटफर्ममा तपाईँले चाहिँ इन्टर गर्नुहुन्छ जहाँ तपाईँलाई युजर नेम पासवर्ड र इन्टर क्याप्चा दिएको छ। तपाईँले आफ्नो जुन ब्रोकरले तपाईँलाई चाहिँ यो ट्रेडिङ एकाउन्ट खोलिसकेपछि जुन तपाईँलाई चाहिँ युजर नेम प्रोभाइड गरेको हुन्छ त्यो युजर नेम तपाईँले चाहिँ टाइप गर्नु होला। त्यस्तै पासवर्डमा पनि तपाईँले आफूले राख्नुभएको पासवर्ड राख्नु होला, टाइप गर्नु होला। र यहाँ इन्टर क्याप्चामा जुन तपाईँले यहाँ दिएको छ क्यापिटल लेटर स्मल लेटरमा हैन नम्बरहरू दिएको हुन्छ, यसलाई राम्रोसँग ध्यानपूर्वक हेरेर त्यही अनुसारले तपाईँ टाइप गर्नु होला। त्यसपछि लगइनमा क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि हजुरको चाहिँ यो तपाईँको ड्यासबोर्ड ओपन हुन्छ जहाँ तपाईँले चाहिँ नेफसेट टिएमएस ड्यासबोर्डमा तपाईँसँग भएको सेयर देख्न सक्नुहुन्छ। जुन कति तपाईँको चाहिँ अहिले तपाईँको चाहिँ यो गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेड छ जुन आइपिओमा परेको थियो। आज यसलाई म कसरी बेच्ने म तपाईँले त्यो सिकाउनु गइरहेको छु। त्यसैलाई सबैभन्दा पहिला तपाईँले चाहिँ आफ्नो यो जुन मार्केट डेटा छ हो, ट्रेड म्यानेजमेन्ट छ, यहाँ ब्रोकर ब्याक अफिस भन्ने छ देख्न सक्नुहुन्छ। यो ब्रोकर ब्याक अफिसमा गएर तपाईँले चाहिँ डिपी होल्डिङ तपाईँको चाहिँ तपाईँसँग कुन कुन कम्पनीको सेयर छ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्नु भयो भने तपाईँले चाहिँ यो हैन जेएमएलआई चाहिँ तपाईँको चाहिँ 10 किता तपाईँसँग चाहिँ एभाइलेबल छ जसको चाहिँ क्लोजिङ प्राइस चाहिँ तपाईँको चाहिँ 2345 थियो है। र अहिले चाहिँ तपाईँको चाहिँ लास्ट ट्रेडिङ प्राइस तपाईँको चाहिँ 2473 मा तपाईँको चाहिँ यो चलिरहेको छ। सो अब यसलाई कसरी बेच्ने म तपाईँले त्यो सिकाउनु गइरहेको छु। सबैभन्दा पहिला के गर्नु पर्यो, तपाईँले आफ्नो जुन यो अर्डर म्यानेजमेन्टमा जानु पर्यो। ठिक छ। अर्डर म्यानेजमेन्ट गरेर जुन बाई र सेल देख्न सक्नुहुन्छ लेफ्ट ह्यान्ड साइडमा, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ सिम्बलमा चाहिँ जुन हजुरको जुन भर्खर जुन कम्पनीको भन्थे जिएमएलआई, ठिक छ, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेड छ, यसमा क्लिक गर्नु होला। अब यहाँ तपाईँको के दिएको छ त क्वान्टिटी दिएको छ। क्वान्टिटी तपाईँसँग 10 किता छ, द्याट मिन्स मिनिमम तपाईँले 10 किता बेच्नै पर्छ हो। अब प्राइस कति छ, प्राइस कति राख्ने भन्ने कुरा तपाईँले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। टप बायर र टप सेलरलाई हेर्न सक्नुहुन्छ। टप बायरमा तपाईँको यहाँ देख्न सक्नुहुन्छ 2475 मा किन्छु भनिरहेको छ हो। अनि यहाँ तपाईँको चाहिँ भन्दा 5 वटा अर्डर छ जहाँ तपाईँको चाहिँ 2480 मा बेच्छु भनि छ हो। सो कति तपाईँको चाहिँ 2479.9 मा बेच्छु भनेछ 10 किता। यहाँ 24 चाहिँ 75 मा चाहिँ 50 किता किन्छु भने चाहिँ एउटा अर्डर आएको छ भने अब तपाईले कतिमा बेच्ने त भन्दा तपाईले चाहिँ त्यही अनुसार राख्न सक्नुहुन्छ। म सिधै तपाईको त 2475 मा राख्छु ताकि तपाईहरुले चाहिँ यहाँ तुरुन्तै यो कारोबार भएको चाहिँ तपाईले देख्न सकियोस्। ठीक छ। सो यो प्राइस राख्दा एकदम ध्यानपूर्वक राख्नु हेर्नु होला है। सो 2475 थियो, अलि यहाँ 72 मा आइसकेको छ। ठीक छ। सो मैले 75 राख्छु। ठीक छ। त्यसपछि डे आज के, ठीक छ, भ्यालिडिटी आज के हो। अनि यहाँ माथिपट्टि हेर्नु भने तपाईले चाहिँ सेल र बाई छ, मैले बेच्न लागेको हो त्यही भएर चाहिँ मैले चाहिँ सेल तर्फ चाहिँ क्लिक गर्छु। सेल तर्फ बेच्नलाई सेल तर्फ क्लिक गर्ने, यदि बाई गर्ने भने तपाईँ के तपाईको चाहिँ बाईतिर क्लिक गर्ने। ठीक छ। सो सेल गर्न लागेको त्यही भएर चाहिँ सेलतिर क्लिक गर्नुस् र त्यसपछि यहाँ तपाईको चाहिँ सेल भनेर चाहिँ यहाँ दिएको छ, यसमा तपाईले चाहिँ क्लिक गर्न सक्नुहुन्छ। ठीक छ। सो मैले यसमा क्लिक गर्छु। ठीक छ। तपाईको चाहिँ 80 मा बेच्ने भनिरहेको छ, यहाँ तपाईको चाहिँ फ्लक्चुएट भइरहेको हुन्छ। ठीक छ। सो अब के गर्छु त भन्दा तपाईको चाहिँ यसमा मैले चाहिँ सेलमा चाहिँ क्लिक गर्छु। सेलमा क्लिक गरेपछि के भयो तपाईको चाहिँ यहाँ अर्डर तपाईको त अर्डर न्यू अर्डर रिक्वेस्ट हैज बीन सक्सेस भनिरहेको छ र यहाँ तपाईको चाहिँ देख्न सक्नुहुन्छ भर्खरै जुन अर्डर राखिएको छ जुन 10 किता 2475 बेच्छु भनेर चाहिँ तपाईको चाहिँ 10 किता चाहिँ तपाईको चाहिँ टप सेलमा चाहिँ तपाईको चाहिँ लोएस्ट सबैभन्दा लोएस्ट प्राइसमा तपाईको चाहिँ बेच्छु भनेको चाहिँ यहाँ देखिन्छ र हाईएस्ट प्राइसमा किन्छु भने चाहिँ तपाईको चाहिँ यतापट्टि देखिन्छ। यसलाई हेर्नु होला र अहिले तपाईको चाहिँ भन्दा स्ट्याटस ओपन छ। ठीक छ। 10 किता बेच्छु भने तपाईको चाहिँ 2475 मा यहाँ दिइरहेको छ। ठीक छ। सो यो 1000 को शेयर अब तपाईको 24750 मा तपाईको बेच्न गइरहेको छ है। सो अब यसपछि यो ट्रान्जेक्सन कम्प्लिट भइसकेपछि त्यसपछि के गर्ने त्यो पनि म तपाईलाई चाहिँ यही भिडियोमा तपाईलाई म बुझाउँछु। ओके, अब हामीले जुन अर्डर राखेका थियौं हैन त्यो अर्डर सेल भयो भने त्यो हामी चेक गर्छौं। सो हामी यहाँ हेर्यौं भने डेली अर्डर बुकमा गएर तपाईले हेर्न सक्छौं जहाँ ओपनमा चाहिँ तपाईको चाहिँ केही पनि छैन। दैट मिन्स तपाईको चाहिँ जुन अर्डर तपाईको चाहिँ कम्प्लिट भइसकेको छ, सक्सेस भइसकेको छ। कम्प्लिटमा गएर तपाईले क्लिक गर्नु भने यहाँ तपाईले चाहिँ भर्खर जुन तपाईले चाहिँ बेच्नु भएको थियो, बेच्नको लागि जुन अर्डर राख्नु भएको थियो 10 क्वान्टिटी जुन तपाईको चाहिँ शेयर थियो जुन चाहिँ तपाईको त ट्रेड भइसकेको छ, ट्रेडेड क्वान्टिटीमा आइसकेको छ। यदि तपाईले चाहिँ 1000 क्वान्टिटी बेच्नु भयो भने यहाँ जति क्वान्टिटी तपाईको बिकेको थियो त्यो तपाईको आउँथ्यो, रिमाइनिङ क्वान्टिटी तपाईको चाहिँ यहाँ त देखिन्थ्यो। सो रिमाइनिङ क्वान्टिटी 0 छ, दैट मिन्स तपाईको चाहिँ 10 क्वान्टिटी सेल भइसकेको छ। कतिमा त जुन हामी राखेको थियौं 24000
तपाईँको चाहिँ 2475 मा थियो। सो प्राइस तपाईँको 2475 थियो। टोटल भ्यालु कति भयो त तपाईँको चाहिँ 24,705 भयो हो। यसै तपाईँको चाहिँ तपाईँले हरेक दिन किन्नु भएको वा बेच्नु भएको चाहिँ तपाईँको जब त्यो ट्रेड सक्सेस हुन्छ त्यसपछि तपाईँको चाहिँ डेली अर्डर बुकमा गएर तपाईँले चाहिँ कम्प्लिटेडमा गएर चाहिँ तपाईँले चेक गर्न सक्नुहुन्छ र जुन चाहिँ पेन्डिङ छ स्टिल ओपन छ भने तपाईँ ओपनमा गएर तपाईँले त्यसलाई चाहिँ हेर्न सक्नुहुन्छ। अब यसमा चाहिँ के गर्नुपर्छ त भन्ने कुरा धेरै साथीलाई चाहिँ के प्रब्लम हुन्छ भन्दा सेयर त बेच्यो अब के गर्ने त होइन। अब भोलिपल्ट ब्रोकरको फोन आउँछ तपाईँले इडिआइएस गर्नु भएन भन्ने तरिकाले। सो अब के गर्नुपर्छ भन्दा तपाईँले जुन मेरो सेयरको जुन युजर आइडीमा गएर तपाईँले चाहिँ मेरो सेयरको प्लेटफर्ममा गएर तपाईँले चाहिँ जुन तपाईँले चाहिँ सेयर बेच्नुभयो त्यसलाई तपाईँले इडिआइएस गर्नुपर्छ। सो त्यो कसरी गर्ने म तपाईँलाई चाहिँ यसपछि म तपाईँलाई सिकाउँछु। सो भोलि तपाईँहरूको चाहिँ यो आजको मार्केट क्लोज भइसकेपछि तपाईँले चाहिँ भोलि बिहान 12 बजेभन्दा पहिला तपाईँले चाहिँ के गर्नुपर्छ त इडिआइएस गर्नुपर्ने हुन्छ। त्यो कसरी गर्ने म तपाईँलाई अब सिकाउँछु। जुन हामीले हिजो सेयर बेचेका थियौँ त्यसलाई अब हामीले के गर्नुपर्छ होइन, त्यसलाई कसरी इडिआइएस गर्ने त्यसको बारेमा तपाईँलाई चाहिँ जानकारी दिन गइरहेको छु। सबैभन्दा पहिला के गर्नु पर्यो तपाईँले चाहिँ मेरो सेयर है, मेरो सेयरको प्लेटफर्म जानु पर्यो। मेरो सेयर भनेर चाहिँ हजुरले चाहिँ टाइप गर्न सक्नुहुन्छ, जहाँ तपाईँ फर्स्टमा मेरो सेयर होइन .cdsc.com.np देख्न सक्नुहुन्छ। यहाँ हजुरले चाहिँ आफ्नो डिपिआइडी सिलेक्ट गर्नु पर्यो, युजर नेम र पासवर्ड राख्नु पर्यो। ठिक छ। सो अब तपाईँको डिपिआइडी के छ आफ्नो तरिकाले चाहिँ जुन तपाईँसँग भएको इन्फर्मेसन चाहिँ हजुरले चाहिँ राख्नु होला। ठिक छ। र युजर नेम पनि तपाईँको चाहिँ जुन डिम्याट एकाउन्टको चाहिँ लास्टको जुन 8वटा डिजिट हुन्छ त्यसलाई राख्नुपर्ने हुन्छ है, त्यसलाई पनि राख्नु होला। अनि त्यसपछि पासवर्ड राख्नु होला, जुन तपाईँले पासवर्ड राख्नु भएको छ आफ्नो। र त्यसपछि सबै इन्फर्मेसन भरिसकेपछि हजुरले चाहिँ लगइनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ हजुरले चाहिँ आफ्नो यहाँ ड्यासबोर्ड देख्न सक्नुहुन्छ, जहाँ तपाईँसँग भएको चाहिँ सेयर है, सेयरलाई के गर्नु पर्यो त इडिआइएस गर्नु पर्यो होइन। हिजो बेचिसकेका छौँ। सो यो लेफ्ट ह्यान्ड साइडको तलपट्टि चाहिँ लास्टमा जुन माई इडिआइएस छ यसमा गएर तपाईँले चाहिँ के गर्नुपर्छ त त्यसलाई चाहिँ इडिआइएस गर्नुपर्ने हुन्छ। त्योभन्दा पहिला माई पर्चेस सोर्स भन्ने दिएको छ, यहाँ तपाईँले के गर्नु पर्यो त पर्चेस सोर्स तपाईँले किनेको हो, आइपिओ परेको वा सेकेन्ड मार्केट किन्नुभएको त्यो के छ तपाईँको स्क्रिप्ट के छ त्यसलाई सिलेक्ट गर्नु होला। त्यसपछि यसलाई चाहिँ यो के गर्नु पर्छ सर्च गर्नु पर्यो। ठिक छ। सर्च गरिसकेपछि यसलाई के गर्नुपर्छ भन्दा तपाईँसँग भएको यो जुन छ पर्चेस सोर्समा जुन तपाईँले पर्चेस गर्नुभएको वा आइपिओ परेको छ यसलाई के गर्नुपर्छ पहिला तपाईँले चाहिँ WSC गर्नुपर्छ क्या यसलाई है। त्यसको लागि चाहिँ मैले यसमा अब एकदम भिडियो लामो हुन्छ त्यो सर्टमा गएँ है, कसरी गर्ने जस्ट पोस्टमा सिकाएको छु। बाँकी यसको तपाईँ डिटेल जानकारी चाहियो भने कमेन्ट सेक्सनमा राख्नु होला, म तपाईँलाई यसको बारेमा इच एन्ड एभ्री टर्मको एक्सप्लेनेसन सहित म तपाईँहरूमा चाहन्छु। ठिक छ। यहाँ हेऱ्यौँ भने के छ भन्दा तपाईँको चाहिँ पर्चेस सोर्समा चाहिँ जिएमएलआई चाहिँ तपाईँको चाहिँ के छ त भन्दा आइपिओ होइन, पर्चेस सोर्स चाहिँ आइपिओको थ्रु वा तपाईँको चाहिँ सेकेन्डरी मार्केटको थ्रु त यहाँ देखिन्छ होला होइन। सो यसलाई टिक गर्नुहोस्। टिक गरेपछि तपाईँले के गर्नु त अब यहाँ हेर्नु त कस्ट चाहिँ टोटल कस्टमा 1000 रुपियाँको होइन, टोटल कस्ट 1000 रुपियाँको छ। ठिक छ। सबैलाई के त प्रोसिड गर्नु पर्यो। प्रोसिड गरेर तपाईँले चाहिँ यसलाई यहाँ टिक गरेर तपाईँले अपडेट गरिदिनु पर्यो। ठिक छ। तपाईँको के हो त अब अपडेट भयो। अपडेट भएपछि अब माई होल्डिङमा तपाईँको चाहिँ यो देखिन्छ हो जिएमएलआई। ठिक छ। यसलाई पनि तपाईँले सर्च गर्न सक्नुहुन्छ। यहाँ के देखियो त भन्दा अब तपाईँको चाहिँ यसमा होइन आइपिओ तपाईँको चाहिँ होइन माई होल्डिङमा चाहिँ त्यो स्क्रिप्टलाई तपाईँले चाहिँ कति समय चाहिँ होल्ड गर्नु भएको छ त्यो कुरा देखिन्छ। टोटल तपाईँको 61 डेज चाहिँ तपाईँको चाहिँ होल्ड भएको देखिन्छ। ठिक छ। यसमा के गर्नु पर्दैन, जस्ट तपाईँले चाहिँ यो टिक गर्दै तपाईँले चाहिँ प्रोसिड गर्ने हो अनि आई हियर बाई डिक्लेयर उसमा चाहिँ टिक गरेर चाहिँ अपडेट गरिदिने हो। ठिक छ। त्यसपछि माई WSCमा जानुहोस् होइन, त्यहाँ तपाईँको चाहिँ यो जुन यो तपाईँको चाहिँ तपाईँसँग भएको होइन यो जिएमएलआईको चाहिँ तपाईँको चाहिँ देखिन्छ टोटल कति भयो तपाईँको चाहिँ टोटल कस्ट अफ क्यापिटल तपाईँको चाहिँ 1000 छ। WSC रेट कति भयो तपाईँको चाहिँ 100 भयो। यसो गर्नुको कारण के भन्दा तपाईँले चाहिँ 3-4 वटा प्राइसमा चाहिँ कुनै एउटा स्टक किन्नु भएको छ नि त्यसको अन एन एभरेज तपाईँको चाहिँ कति चाहिँ तपाईँको चाहिँ यो कस्ट अफ तपाईँको क्यापिटल चाहिँ आयो, वेटेज एभरेज कस्ट अफ क्यापिटल भन्छ होइन। सो कति आयो त्यो चाहिँ तपाईँको चाहिँ देखिने कुरा हो है। सो यो तपाईँको चाहिँ यहाँ अब तपाईँको चाहिँ पर्चेस सोर्समा गएर तपाईँको आफ्नो होल्डिङ पिरियड पनि तपाईँले चाहिँ सबै तपाईँले चाहिँ के अरे क्लियर गरिसक्नु भएको छ। अब के गर्नु पर्यो त्यसपछि तपाईँले चाहिँ माई इडिएसमा जानु पर्यो, जहाँ तपाईँको ट्रान्सफर सेयरमा है ट्रान्सफर रिक्वेस्ट रिपोर्ट पनि छ। माई यो ट्रान्सफर सेयरमा तपाईँले क्लिक गर्नु होला। क्लिक गरेपछि तपाईँले जुन अघि होइन माई पर्चेस सोर्समा गर्दा तपाईँले चाहिँ WSC गर्नु भएको थियो त्यो अब यहाँ देखिन्छ।
जबसम्म तपाईँले त्यो गर्नु हुँदैन तबसम्म यहाँ देखिदिन्थ्यो है। सो पहिला फर्स्टमा तपाईँले चाहिँ माई पर्चेस सोर्समा गर्दा चाहिँ पर्चेस सोर्स र तपाईँको चाहिँ होल्डिङ पिरियडलाई पनि तपाईँले चाहिँ के गर्नु त तपाईँले चाहिँ त्यसलाई क्लियर गर्नु पर्यो। जब त्यो सबै तपाईँले चाहिँ त्यो जुन सबै तपाईँले चाहिँ इन्फर्मेसन चाहिँ होइन फिलअप गरिसकेपछि बल्ल तपाईँको चाहिँ इडिआइएसमा गर्दा तपाईँको चाहिँ टास्क फोर्समा देखिन्छ। यहाँ भ्यू डिटेलमा गएर हेर्नु भने तपाईँको ओभरअल आयो। अब यहाँ इन्फर्मेसन आयो हेर्नु है, के छ भन्दा तपाईँको चाहिँ अप्रिल 1मा चाहिँ होइन तपाईँको चाहिँ ट्रेड गरेको हो। के छ तपाईँको भन्दा क्वान्टिटी 10 किता छ, रेट तपाईँको त्यो 2475 छ होइन। र यसको कस्ट चाहिँ के छ तपाईँको चाहिँ 100 छ भने यो 100 रुपियाँ कस्ट भएको सेयरलाई तपाईँले चाहिँ 2475 बेच्नु भएको देखिन्छ भने यसको जुन डिफ्रेन्स छ नि यो प्रफिट हो, यसमा तपाईँको के हुन्छ त अब तपाईँको चाहिँ यसमा क्यापिटल गेन ट्याक्स तिर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँको चाहिँ यो गर्नुपर्ने हुन्छ। सो यो बक्समा क्लिक गर्नुहोस्, त्यसै तपाईँले प्रोसिड गर्नुहोस्। अनि फेरि यहाँ तपाईँको चाहिँ आई एग्री टु डेलिभर एबभ मेन्सन रिक्वेस्ट सेक्युरिटिज फ्रम माई अकाउन्ट टु होइन, यो पुल अकाउन्टमा दिएको छ जुन रेस्पेक्टिभ ब्रोकरको छ, त्यसमा तपाईँले चाहिँ मैले उयो गर्दैछु अनि टिक गर्नुहोस् र कन्फर्म गर्नुहोस्। यदि गरेपछि तपाईँको त तपाईँको साइडबाट तपाईँले आफ्नो सेयरलाई तपाईँले चाहिँ यसरी तपाईँले चाहिँ आइपिओमा भरेको आइपिओमा चाहिँ प्राप्त सेयरलाई होइन जुन तपाईँले चाहिँ यसरी केही समय होल्ड गरेर प्रफिट होइन प्रफिटमा तपाईँले चाहिँ यसरी बेच्न सक्नुहुन्छ। र आइपिओबाट तपाईँले चाहिँ प्राप्त सेयरलाई कसरी सेकेन्ड मार्केटमा गएर चाहिँ हामीले बेच्छौँ र त्यसपछि बेचिसकेपछि तपाईँहरूको बिहाफमा तपाईँको के रेस्पोन्सिबिलिटी हुन्छ र तपाईँले कसरी त्यसलाई चाहिँ आफ्नो अकाउन्टबाट चाहिँ सेयर ट्रान्सफर गर्ने त्यसको बारेमा तपाईँले चाहिँ एउटा सर्ट भिडियोबाट चाहिँ तपाईँलाई म एक्सप्लेन गरेँ। बाँकी तपाईँलाई केही थप जानकारी चाहिएमा कमेन्टमा आफ्नो क्वेरिज राख्नु होला। त्यसको आधारमा फेरि म तपाईँहरूमा नेक्स्ट भिडियो लिएर आउनेछु। र यदि तपाईँहरू स्टक मार्केटको टेक्निकल एनालाइसिससँग सम्बन्धित तपाईँले चाहिँ यदि इन्फर्मेसन चाहिन्छ वा केही गाइडेन्स चाहिन्छ भने तपाईँले चाहिँ कमेन्ट सेक्सनमा राख्नु होला। तपाईँलाई जुन चाहिएको इन्फर्मेसनको आधारमा तपाईँहरूमा म डिफ्रेन्ट टाइपको चाहिँ म तपाईँहरूमा सर्ट भिडियो लिएर आउनेछु। सो यसरी नै तपाईँहरू जो नयाँ हुनुहुन्छ र तपाईँ सेयर मार्केटमा चाहिँ प्रवेश गर्न चाहनुहुन्छ भने यो भिडियोलाई तपाईँले चाहिँ 2-3चोटिसँग राम्रोसँग हेर्नु होला होइन। कसरी तपाईँको चाहिँ सेयर बेच्ने सेकेन्ड मार्केटमा र बेचिसकेपछि कसरी हामीले चाहिँ आफ्नो मेरो सेयरको अकाउन्टको थ्रु चाहिँ आफूसँग भएको जुन होल्डिङ सेयरलाई चाहिँ कसरी ट्रान्सफर गर्ने, यसरी तपाईँले चाहिँ राम्रोसँग हेर्नुभयो होइन बुझ्नुभयो भने त्यसपछि फर्दर तपाईँले चाहिँ इभन सेकेन्ड मार्केटमा पनि किनेर बेच्न सक्नुहुन्छ वा फेरि फर्दर जुन तपाईँलाई चाहिँ आइपिओ पर्छ त्यसलाई पनि तपाईँले चाहिँ यसरी बेच्न सक्नुहुन्छ है। सो यो प्रोसेसलाई तपाईँले चाहिँ राम्रोसँग चाहिँ अध्ययन गर्नु होला। सो थ्याङ्क यू फर वाचिङ। सो यदि तपाईँलाई यो भिडियो मन परेको छ भने कृपया लाइक गर्न नबिर्सनु होला। र तपाईँको कोही साथीहरूलाई चाहिँ यस्तै यो इन्फर्मेसन चाहिएको छ भने तपाईँले यो भिडियो चाहिँ उहाँहरूलाई चाहिँ सेयर गरेर उहाँहरूलाई पनि कसरी तपाईँको चाहिँ आइपिओ परेको सेयरलाई चाहिँ बेच्ने र त्यसलाई फेरि कसरी चाहिँ सेयर ट्रान्सफर गर्ने त्यो जानकारी तपाईँले चाहिँ सेयर गर्न सक्नुहुन्छ। यति भन्दै आजको यो भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। हस्त नमस्ते।